तीन कमेडी टिमको प्रस्तुति नानी भोलिपर्सि तिमी पनि यही भिडियोमा जस्तै मलाई छोडेर जान्छौ होला नि ठुली भएपछि। मामु तपाईं यस्तो कुरा नसोच्नु न, तपाईलाई म कहिले पनि छोडेर जान्न। केडा त्यो बाइकमा रोकेर कुदाइदिनु। ए दाइ तपाईलाई बाइक कुदाउन आउनु पर्यो नि। ए भाइ मैले पहिले इटरीमा बस्दाखेरि केटाहरूको बाइक लिएर म इलाम पुग्दिन्थे, कहिले भोजपुर पुग्दिन्थे भाइ। ए रोक 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 रोक। किन भाइ? दाइ मलाई एकछिन बाइक दिनु न यार, म मेरो इमर्जेन्सी काम पर्यो कि। तिमीलाई बाइक चलाउन आउँछ त? आउँछ दाइ आउँछ। उसलाई आउँछ। स्टार्ट कहाँबाट हो गर्ने? मामु हजुर म कस्तो देखेकी छु? वाउ सो ब्युटिफुल, कति राम्री देखेकी आन्टी तिमी। मेरी छोरी जति राम्री छे त्यस्तै पढेर भोलिपर्सि ठुली मान्छे हुन्छ। मामु छिटो आउनु न, बसाउन आँट्दो। नानी आज म आउन पाइन कि मेरो काम छ, आज एक्लै जाऊ ल, राम्रोसँग हेरेर जान बस आउने ठाउँसम्म ल। हुन्छ बाई बाई। बाई बाई। ओइ जेन्जी यता आइज। जेन्जीलाई यता आइज? यो तरिका त भएन। ग्यानेडन जस्ता डनलाई पनि ठेगान लाउने जेन्जी जन्मिसके हेर त नेपालमा। अब के हुन्छ यार? के भन्छ यो? आफ्नो भाइलाई पनि मैले यता बोलाउन नपाउनु। देशमा हाम्रो सरकार छ, यसको मतलब हामी सरकारमा छौं। त्यसैले आजदेखि मलाई बोलाउँदा सरकार यता आइबक्सियोस् भन्ने। ए अबदेखि आफ्नो दाइले तँलाई बोलाउँदा सरकार यता आइबक्सियोस् भनेर बोलाउनु पर्ने हैन त? सरकार यता आइबक्सियोस् न।
हो यो हो नि त करिब ए सरकार यति साह्रो त नहानेको भए हुन्थ्यो। आजदेखि म जेनजी होइन जेनवाईमा झरिसके। के भन्छ यो मोरो जेनवाई पो भए भन्छ त। ठेट आफै प्रश्न सोधेर आफै उत्तर दिँदैछु। यो दबाईको नाम सम्झिँदा सम्झिँदै दिमागै खुस्किने भयो नि। होइन औषधि वाला साहब के खुस्क्यो? अलिक दरबारी कस्नु है फेरि खुसी लाने। के भन्छ भाइ नकराउ न भाइ। बरु भन न तिमी किन आयो? दुईटा काम लिएर आएको हौ साउजी। के हो खुरुखुरु भन न। म उता च्याप्न जानु पर्ने छ के च्याप्ने हौ साउजी? यो च्याप्ने क्या? यी जेनजीहरू खुब बाठा भएका छन्। कुनै उलाउनु पर्यो लगेर। भाइ यहाँ परा लडो यहाँ आइज मैले तान्न सकिन। के भयो किन कराइरहेछस्? ए यहाँ परा लडेर केटालाई हराएको टेरेन आइज एकछिन सघा यार। ल म केटालाई भनेर पठाइदिन्छु। म भर्खर नुहाएर आएको धुलो लाग्छ। भाइ तिमी किन नगएको? म जादिन। साँच्चै जाँदैनस्? म जादिन। ज्ञानेडनको नाम सुनिरहेछस्? कसैलाई अन्याय पर्यो मलाई भन, त्यसलाई सिद्ध्याउने एकमात्र ज्ञानेडन। बोलाइदिनु त्यसलाई कि जान्छस्? आमा 4 बजिसक्यो त अनि नानीलाई आउँदिन त यत्रो बेरसम्म। बस पनि आएको छैन आज। ला त्यो भाइ त आइसकेछ त अनि अघि नै। हाम्रो नानी त अहिलेसम्म आएकी पनि छैन। ओइ भाइ तिमी त अघि आइसकेछौ त अनि दिदीलाई देखिनौ? हाम्रो दिदीलाई अघि दुईजना मान्छेले स्कुटीमा हालेर दिदीलाई लगे। ला के भन्छ यो भाइ त? म फोन पो गर्नु पर्यो स्कुलमा। हेलो सर नमस्ते। घरमा पनि आएकी छैन त अनि कता गएछ त? नानी भोलि पर्सि तिमी पनि यही भिडियोमा जस्तै मलाई छोडेर जान्छ होला नि ठुली भएपछि। मामु तपाईँ यस्तो कुरा नसोच्नु न। तपाईँलाई म कहिले पनि छोडेर जान्न। हेलो हजुर दिदी। भाइ बहिनी स्कुलमा पनि छैन रे, घरमा पनि आएकी छैन त कता गएछ? लु न के गर्नु पर्यो। ला के गर्ने त अब? बहिनी हराए। टेन्सन भइसक्यो मलाई त। नातिनु कतै गयो नि म बुझ्छु। ल छिटो खोज्न जा।
पुलिसलाई फोन गर्नु पर्यो अब त्यसो भए। पुलिसलाई त फोन गर्ने, पुलिसको फोन नम्बर पो छैन त मसँग। दादा मलाई त पुलिसको नम्बर थाहा छ। कति हो त? 1006। कस्ता कस्ता हराए झुसिर किरा कराए फुच्चे बाठो हुन्छ। के को पुलिसलाई फोन गर्छ? यसको राम कहानी मलाई थाहा छ।